साँच्ची नै देख्नु भएको थिएन मलाई देख्नु भएको थिएन साँच्ची नै नमानेर भित्र बस्नु अनि लिएर आएको मैले आयो म त मलाई देख्नु भएको थियो पहिला भन्छु नि उतापट्टि हुनुहुन्छ भनेर होला उता खोजेको तपाईँलाई अब भित्र जाउँ अनि भित्र गएर अनि जानु हुन्छ सपिङ गर्नु कोकुसँग एकछिनमा कोको आउँदैछ भनेको त गयो एक्लै हुँदा त एकदम जाली सुकु लगाइरहेको यहाँ कुले कुले आउँछ र यसै हजुर त सातो बाटोको आकाशे पुलमा म चाहिँ अहिले भिडियो बनाउँदै नै हिँडिरहेको छु गाइसहरु मनको डेरा तिमीमै सारगरीलाई ओ कति गर्मी हे भगवान ललितपुरको अहिलेको रोडको हालत यस्तो छ है धुलो धुलो नै भन्नु पर्ला पानी परिन्जेल त त्यस्तो धुलो थिएन फेरि घाम लाग्नु थाल्यो पानी धुलोको धुलै धुलो हुन थाल्यो म चाहिँ यहाँ सातो बाटोमा भिडियो गरिरहेको छु है हेलो हेलो सातो बाटो कुकुरहरूको बजार लागिरहेको रहेछ भुकिरहेछ आमाहरूलाई उतै बस्दै गर्नु भनेर आएको कहाँ जानुभएको आमा हिँड्नु भयो क्या अब टक्कसँगले आमा र आमीले पर्खिरहनु भएको छ म त भिडियो बनाउन आएको बोलाउँदैछ मलाई आमा र आमीले चाहिँ अब हामी चाहिँ मुरै किन्नु गएको मुरै किनेर त्यस पछाडि जाने हो के खाएको नानी हेलो हेलो अब तिर्खा लाग्यो होला त्यसरी यस्तो खान्छ अनि के खान्छ अनि हजुरआमा हाँस्दै हुनुहुन्छ यहाँदेखि लगेको होला जस्तै हाम्रो भाइले बुझ्यो हेलो भनिदेऊ फेरि एकतालि नमस्ते भनिदेऊ नमस्ते नमस्ते भन ठिकै हुनुहुन्छ भन दादाको साइकल